तिनीहरूलाई चाहिँ गाग्री र बोतल लिएर चाहिँ फुलट्टै दौडिनु पऱ्यो। अब पानी खान त पोहोरतिर लागिरहेछ। सर र पानी लिने हिँडेँ म। अब यही ब्लग हाम्रो आजको मिनी ब्लग। चारैतिर हेरेँ कोही छैन राणादानहरू। एक्लै गएँ रोडतिर पनि कोही देख्दिनँ। एक्लै जानु पर्यो हिँडेँ। अब रोड कटेर बारीमै लिचीको फुलहरू मस्त फुलेको छ यार। अनि तल पुगेँ गइरहेको छु। जाँदै थिएँ बाटोमा फेरि लडेर मरेँ। फेरि त्यहाँ चाहिँ दारू खाएको ठाउँ भनेर देखाइदिएँ। अनि ठ्याक्कै धारामा पुग्न साथ पानी क्यामेरा हटाउँछु अड्डिँदैन माया कुरी भनेर फेरि पानी माझे टालो ठुलो लगाएँ बोतल थापेँ। मस्तसँग बोतल थापेँ केटीले तर्साउँछ म जस्तो लगाएर भागेँ जस्तो लाग्यो। हेर्छु छैन। अनि गाग्रीले एकछिन भरिनालाई छोडिदिएँ। अनि म त्यहाँ केटीले तर्सायो भनेर हेर्न गएको। अनि कङ्गीले हो कि केटीको तर्साउँछ यार। पानी त फेरि गाग्रीमा हाल्छु भरिँदैन बाहिर जान्छ। भएन यसरी भनेर अब ठोलाएर चाहिँ गर्नु पर्यो भनेर ठोलाएर भर्दै थिएँ। भरिन लागेको थिएँ। यसो हेर्छु त फोहोर चाहिँ मायाको सेक गर्न लागेको थापेको फोहोर। फेरि त्यसलाई घोप्टाएर चाहिँ फेरि थाप्नु पर्यो। भएन यसरी सबै खानुपर्छ। यदि तल आइसकेपछि भनेदेखि चाहिँ सफा पानी फेरि कस्तो थापेँ। पसिना घामले पोलिरहेको छु। फेरि घन्टीमा कोट हालेर होला घामले लास्टै पोल्नु थाल्यो अहिले फेरि भरियो। त्यसपछि अब धारो लगाएर बोतल काँधमा हालेर गाग्री हालेर अब हिँड्नु पऱ्यो। क्यामेरा पनि लिनु पऱ्यो। घामले पोलेको छ मस्त लगाएर दायाँ बायाँ हेर्छु लिचीको बोट फेरि हेर्छु मस्त फुल्छ। आफ्नो जिन्दगी हेर्छु फुल्दै छैन भएन भनेर असिना पसिना हुँदै घर ठ्याक्कै आइपुग्दा खुसी भयो। अब चाहिँ घर बिसाउनु पाइने भयो भनेर यति खुसी कहिले थिइनँ भनेर दायाँमा हेर्छु घाँस काट्नुपर्छ आफैले भनेर हेर्दैछु। त्यसपछि फाइनली हामी घर आइपुग्यौँ। घर कतिखेर चाहिँ लगेर यो बोतल र गाग्री फ्याउँला जस्तो भएको थियो। फ्यानिहालेँ। अब 100 सब्सक्राइब